आज हामी कुरा गर्दैछौँ सियर बजारमा बारम्बार उठ्ने प्रश्नको। खेलाडीले कुन सियर उठाइरहेका छन् भनेर कसरी थाहा पाउने? सियर बजारमा कुनै कम्पनीको सियर मूल्य अचानक बढ्न थालेपछि धेरै लगानीकर्ताले अनुमान गर्न थाल्छन् कि त्यहाँ ठूला खेलाडी प्रवेश गरेका छन्। कारोबार रकम अस्वाभाविक रूपमा बढ्नु, बजारमा धेरै चर्चा हुनु र लगातार खरिद चाप देखिनु यस्ता सङ्केत मानिन्छन्। विशेषज्ञहरूका अनुसार सियर उठाउनु भन्नाले ठूला लगानीकर्ताले बिस्तारै धेरै किता खरिद गर्दै बजारमा आफ्नो प्रभाव बढाउनु हो। यस्तो अवस्थामा उनीहरूले एकै पटक मूल्य बढाउँदैनन्, बरु सानो सानो खरिद मार्फत बजारमा एकुमुलेसन गर्ने प्रयास गर्छन्। विश्लेषकहरू भन्छन् कुनै सियरमा अस्वाभाविक कारोबार, लगातार सकारात्मक सर्किट र बजारको चासो बढ्नुले ठूला लगानीकर्ताको सक्रियता सङ्केत गर्न सक्छ। तर यस्ता अनुमान मात्रैका आधारमा लगानी गर्दा जोखिम उच्च हुने भएकाले कम्पनीको आधारभूत अवस्था, वित्तीय विवरण र बजार प्रवृत्ति अध्ययन गर्न आवश्यक हुन्छ। त्यसैले हल्ला वा भिडको पछि लाग्नुभन्दा सूचनामा आधारित निर्णय नै सुरक्षित लगानीको आधार मानिन्छ। लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गरिदिनुहोला।